सब्स्क्राइब गर्नुहोस् स्मार्ट इन्फो नेपाललाई छेउमै रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसनमा क्लिक गर्नुहोस् नयाँ भिडियोको जानकारी पाउनलाई। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई च्यानल। तपाईँहरू सबैजनालाई हार्दिक स्वागत छ स्मार्ट इन्फो नेपाल युट्युब च्यानलमा। तपाईँहरू सबैजनालाई साथीहरू, विशेष गरी आजको यस भिडियोमा चाहिँ बस सिमुलेटर इन्डोनेसियामा होइन आफ्नो टेक्स्ट होइन कसरी राख्ने, आफ्नो बसमा नाम कसरी लेख्ने, यसको बारेमा भिडियो बनाउँदैछु। सो तपाईँले यहाँनिर जसरी स्क्रिनमा देख्न सक्नुहुन्छ, यसरी जो बनाउन चाहनुहुन्छ भने चाहिँ यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। र साथीहरू, ढिलाइ नगरी भिडियोलाई सुरु गरिहालौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईँलाई एउटा रिक्वेस्ट गर्छु साथीहरू, मैले होइन अर्को च्यानल खोलेको छु, जुन च्यानलको नाम रहेको छ बिरही मगर अफिसियल युट्युब च्यानल रहेको छ। जो तपाईँले मेरो यो प्रोफाइललाई खोलेर हेर्नुभयो भने चाहिँ तपाईँले प्रोफाइलमा त्यहाँनिर लिङ्क देख्न सक्नुहुन्छ र डिस्क्रिप्सन चेक गर्नुभयो भने डिस्क्रिप्सनमा पनि त्यो च्यानलको लिङ्क रहेको छ। तपाईँले सब्सक्राइब गरेर त्यहाँ मैले बनाएका हरेक ब्लगहरू चाहिँ हेर्न सक्नुहुन्छ। र साथीहरू, भिडियोलाई ढिलाइ नगरी सुरु गरिहालौँ। अब साथीहरू, तपाईँले सबैभन्दा पहिले चाहिँ आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर अर्थात् जुनसुकै ब्राउजरमा गएर गुगल ब्राउजरहरूमा गएर तपाईँले बस लाइब्रेरी चाहिँ तपाईँले सर्च गर्नुहोला। यहाँनिर म सर्च गर्छु POS बस LIBERA लाइब्रेरी लेखेर तपाईँले सर्च गर्नुहोला। सर्च गरिसकेपछि यहाँनिर फोटोमा एकचोटि क्लिक गरिदिनु होला। फोटोमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले सरी, यहाँ चाहिँ आएको छैन गाइस होइन। म यहाँनिर गुगल क्रोम ब्राउजरलाई ओपन गर्छु, सायद आउँछ होला। यहाँ बस लाइब्रेरी सायद टाइप गर्छु। त्यसपछि यहाँनिर तपाईँ इमेजमा एकचोटि क्लिक गर्नु होला। र इमेजमा क्लिक गरिसकेपछि तपाईँ यहाँनिर विभिन्न अप्सनहरू देख्न सक्नुहुन्छ। तपाईँले यहाँनिर सेलेक्ट गर्नु होला। तपाईँले जुन कलर मनपर्छ त्यो बस चाहिँ तपाईँले ल्याउनु होला। म चाहिँ यो बस यस्तो खालको बस लिएको छु साथीहरू, सायद यही नै हुनुपर्छ, यही नै हो। यो बसलाई मैले यहाँनिर डाउनलोड गरेको छु। तपाईँले डाउनलोड गर्नको लागि यसमा चाहिँ एकछिनसम्म दबाएर राख्नु होला, लङ प्रेस गर्नु होला। त्यसपछि यहाँनिर डाउनलोड इमेज हुनेछ, यसमा एकचोटि क्लिक गर्नुभयो भने तपाईँको यो फोटो चाहिँ ग्यालेरीमा डाउनलोड हुनेछ। मैले पहिल्यैदेखि डाउनलोड गरिसकेको छु, त्यही भएर म डाउनलोड गर्दिनँ, म सिधै होम पेजमा आउँछु। यति गरिसकेपछि तपाईँसँग कुनै पनि एउटा फोटो एडिटर अर्थात् फोटो एडिटर सफ्टवेयर हुनुपर्छ। मसँग चाहिँ एउटा पिस एड भन्ने एउटा एप्लिकेसन छ, जो फोटो एडिट गर्नको लागि एकदम राम्रो रहेको छ लेख्नको लागि। यसलाई म ओपन गर्छु। ओपन गरिसकेपछि केही बेर वेट गर्नुहोस्। यहाँनिर खुल्न अलिकति टाइम लाग्छ। र तपाईँले यहाँनिर प्लसको आइकन देख्नुहुन्छ तलतिर, त्यो प्लसको आइकनमा एकचोटि क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि जो तपाईँले डाउनलोड गरेको बस लाइब्रेरीको फोटो छ, मैले यहाँनिर पहिले डाउनलोड गरेको छु, यो चाहिँ रहेको छ। यसलाई चाहिँ लिएँ र ल्याइसकेपछि तपाईँले ध्यान दिनुपर्ने कुरा के छ भने साथीहरू, यो चाहिँ एक साइडको भाग हो र यो अर्को साइडको भाग हो। र यो चाहिँ नम्बर प्लेट रह्यो र यो चाहिँ टायरको भाग होइन, तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँ अगाडिको भाग हो। जो लेख्नुपर्ने चाहिँ तपाईँले यहाँनिर अगाडि लेख्ने भने जहाँ जहाँ लेख्न चाहनुहुन्छ लेख्नु होला। यहाँनिर सबैभन्दा पहिले लेखेको भाग छ है गाइस, देख्न सक्नुहुन्छ। लेखेको भागलाई चाहिँ म मेटाउने छु। मेटाउनको लागि चाहिँ तपाईँले यहाँनिर सबैभन्दा पहिले यहाँनिर ड्रग मोडलाई हटाइसकेको छु। यहाँनिर तपाईँले त्यो भाग मेटाउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले यहाँनिर एड फोटो भनेको छ, यसमा एकचोटि क्लिक गर्नु होला र त्यही फोटो लिनुहोस्। त्यही फोटो ल्याइसकेपछि यहाँनिर यसलाई क्रोप गर्नुहोस्। क्रोप गर्नको लागि तपाईँले फोटोलाई चाहिँ एकदम जुम गरौँ र यहाँनिर सानो भाग चाहिँ क्रोप गरेर ल्याउनु होला। जुन कलरले चाहिँ तपाईँ क्रोप गर्नुपर्ने हो। मेटाउने तरिका थाहा छ कि नै तपाईँलाई? थाहै छ होला। फोटो एडिट गर्नुहुन्छ पहिले, यो दिनुभन्दा पहिले भने चाहिँ बिल्कुल कालो भागलाई चाहिँ हामी लिनेछौँ। यो भयो। र अब हामी यसलाई थोरै जुम गर्छौँ। जुम गरेर यहाँनिर माथि यो चाहिँ यहाँनिर मेटाउने हो।
यो चाहिँ अगाडिको भाग हो है गाइस। तपाईँले ध्यान दिनु होला। यो अगाडिपट्टि यहाँ लेख्नुभयो भने चाहिँ तपाईँको बोसको अगाडि लेख्नेछ। यसरी मेटाइसक्यो र मेटाइसकेपछि तपाईँले यहाँनिर लेख्नुपर्ने के लेख्ने हो लेख्नु होला। जस्तै यहाँनिर नमस्ते प्युठान मैले लेखेँ। तपाईँले चाहेको खण्डमा जे पनि जुनसुकै अक्षर लेख्न सक्नुहुन्छ। लेखिसकेपछि गाइस होइन यसलाई चाहिँ सट्ट जुम गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईँले यो भागमा राख्नुपर्ने हुन्छ। राखिसकेँ मैले। यहाँनिर म इक्जाम्पलको लागि मात्र गराउँदैछु साथीहरू होइन। तपाईँले चाहिँ राम्रोसँग ध्यान दिएर गर्नु होला। यो चाहिँ पछाडिको भाग हो जो तपाईँ देख्न सक्नुहुन्छ। यो पछाडिको भागमा तपाईँले लेख्न सक्नुहुन्छ। र यसै गरी यहाँनिर यो साइडको भाग हो, यो माथि साइड गिलासको भाग हो। यो चाहिँ त्यो चाहिँ तलपट्टिको भाग है गाइस है। तपाईँले यसरी लेखिसकेपछि सिम्पली सेभ गर्नु होला। यहाँनिर विभिन्न स्टिकरहरू तपाईँले राख्न सक्नुहुन्छ। म चाहिँ भिडियो लामो हुन्छ भनेर यहाँनिर इक्जाम्पलको लागि मात्र सो बनाउँदैछु। यति गरिसकेपछि तपाईँ यहाँनिर माथि कुदको आइकन देख्न सक्नुहुन्छ। यो फोटोलाई सिम्पली सेभ गर्नु होला। सेभ गरिसकेपछि यहाँनिर एड आउने छ, यसलाई क्लोज गरिदिनुहोस्। त्यसपछि यहाँनिर सेभ गरिदिनु होला। त्यसपछि सेभ टु ग्यालेरी गर्न सक्नुहुन्छ। यहाँनिर एड आउने छ, यसलाई बन्द गर्नुहोस्। यहाँनिर फाइनली सेभ भइसकेको छ। अब हामी यति गरिसकेपछि तपाईँले बोस इन्डोनेसियालाई चाहिँ ओपन गर्नु होला। यहाँनिर बोस सिमुलेटर इन्डोनेसिया यहाँनिर ओपन हुँदैछ। यसमा चाहिँ मैले नेपाली अपलोडबाट चाहिँ एड गरेको छु, त्यही भएर यहाँनिर अर्कै देखाएको छ ओपन हुने बेलामा। यसको बारेमा पनि म तपाईँलाई अर्को भिडियोमा जानकारी गराउनेछु। यहाँनिर यस्तो खालको भर्खरको बोस हो साथीहरू। त्यति धेरै म खेलेको छैन है। अब तपाईँले यहाँनिर ग्यारेज भनेको छ देख्न सक्नुहुन्छ। यसमा एकचोटि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईँले केही गर्नु पर्दैन। यहाँमाथि कलरको आइकन सेकेन्ड अप्सनमा देख्न सक्नुहुन्छ। जहाँनिर मैले औँलाले सिकाएको छु त्यसमा एकचोटि क्लिक गर्नु होला। र क्लिक गरिसकेपछि यहाँनिर ब्रस लाइब्रेरी भनेको छ, यसमा एकचोटि क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर डिभाइस ग्यालेरी भनेको छ, यसमा एकचोटि क्लिक गर्नु होला। क्लिक गर्न बित्तिकै तपाईँको फोटो यहाँनिर खुल्नेछ, जुन हामीले भर्खर बनाएको थियो। यहाँनिर यसलाई चाहिँ हामीले सिलेक्ट गर्छौँ। सिलेक्ट गरिसकेपछि यहाँनिर आइसकेको छ। र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ जो मैले नमस्ते प्युठान लेखेको थिएँ यहाँनिर आएको छ। म इक्जाम्पलको लागि चाहिँ यो बनाएको हो साथीहरू। तपाईँहरूलाई चाहिँ राम्रोसँग बनाउनु होला। त्यसपछि यति गरिसकेपछि यहाँनिर अप्लाईमा एकचोटि क्लिक गरिदिनु होला। अप्लाईमा क्लिक गर्दा चाहिँ तपाईँको यहाँनिर आरसी काटिनेछ। जो आरसी माध्यम 11 + 250 छ भने यहाँनिर 1500 रहेको छ। मसँगले आरसी छैन, त्यसको लागि तपाईँले यहाँनिर फेरि एड गरेर चाहिँ लिन सक्नुहुन्छ। म चाहिँ अहिले गर्दिनँ साथीहरू होइन। म फाइनली चाहिँ एकदम राम्रोसँग बनाएर चाहिँ पछि एड गर्नेछु है त। यसरी साथीहरू तपाईँले सजिलोसँग बोस सिमुलेटर इन्डोनेसियामा चाहिँ आफ्नो नामहरू, फोटोहरू, जुनसुकै स्टिकर लगाउन सक्नुहुन्छ साथीहरू। हुन्छ साथीहरू, आजको यो भिडियोमा यति मात्रै जानकारी रहेको थियो। अर्को भिडियोमा तपाईँलाई फेरि भेट्नेछु। तबसम्मको लागि छुट्टिन्छु। नमस्ते।